हेलो दर्शक नमस्ते सबैजनालाई। आशा गर्छु सबैजना आरामै सन्चै हुनुहुन्छ होला। हामीले आज धेरै समय पछाडि चाहिँ तपाईहरुको लागि भनेर एउटा इन्फर्मेटिभ भिडियो लिएर आएका छौं र आजको हाम्रो यो भिडियोमा हामी के को बारेमा कुरा गर्छौं भन्दाखेरि चाहिँ अहिले हालसालै क्रोएसियाले चाहिँ चेन्ज गरेको नयाँ नियम जुन चाहिँ 3 वर्षे वर्क परमिट यानी 3 वर्षे रेजिडेन्सी कार्डले चाहिँ 2025 मा नेपाली वर्करहरुको लागि चाहिँ के कस्तो असरहरु पर्छ, के फाइदा छन्, के बेफाइदा छन् भन्ने बारेमा कुरा गर्छौं र साथसाथै चाहिँ 2025 मा चाहिँ नयाँ वर्क परमिटको अपडेट के छ, VFS को अपडेट के छ, क्रोएसियाको चाहिँ भिजा रेशियोहरु कस्तो छ र भिजा रिजेक्सनहरु कतिको भइराछ र किन भइराछ भन्ने बारेमा पनि हामी कुरा गर्ने छौं। सो अहिलेसम्म हाम्रो च्यानललाई यदि तपाईहरुले सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नु होला, किनकि हामी युरोप स्पेशली क्रोएसिया देशको बारेमा इन्फर्मेटिभ भिडियो बनाउँछौं जहाँ चाहिँ क्रोएसियाको बारेमा तपाईहरुले चाहिँ सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ। भिडियोलाई लाइक गर्नु होला र भिडियोलाई तपाईहरुको साथीहरु समक्ष चाहिँ धेरै भन्दा धेरै शेयर गर्नु होला जो चाहिँ युरोपको क्रोएसियाको लागि चाहिँ अप्लाई गरेर बसिराख्नु भएको छ र क्रोएसिया आउने सोचमा हुनुहुन्छ उहाँहरुलाई चाहिँ शेयर गर्नु होला ताकि तपाईको एक शेयरको कारणले चाहिँ उहाँहरुलाई चाहिँ इन्फर्मेसन पाउन चाहिँ एकदमै सजिलो होस्। आउनुहोस् यो भिडियोलाई ढिला नगरिकन सुरु गरौँ। जुन कुरा चाहिँ धेरै समयदेखि हल्ला चलिआएको थियो क्रोएसियामा चाहिँ अब चाहिँ क्रोएसियाले 3 वर्षे वर्क परमिट निकाल्छ, 3 वर्षे रेजिडेन्सी कार्ड पाइन्छ भनेर चाहिँ धेरैजनाले आश गरेर बस्नु भएको थियो। त्यो कुरा चाहिँ यही 2025 फेब्रुअरी 21 मा चाहिँ क्रोएसियन पार्लियामेन्टमा चाहिँ बहुमतले पारित भएको छ, जसलाई चाहिँ क्रोएसियन पार्लियामेन्ट एलियन्स एक्ट भनेर पनि भनिन्छ, जसमा चाहिँ तेस्रो मुलुकबाट कामदारहरु ल्याउनलाई चाहिँ केही नियमहरु चेन्जेस भएका छन् भने केही नियमहरुमा कडाई भएका छन्, जसले चाहिँ भोलिको दिनमा नेपाली वर्करको लागि फाइदाहरु पनि देखिन्छ र बेफाइदाहरु पनि थुप्रै देखिन्छ र हामी आज यो भिडियोमा चाहिँ यही बारेमा डिस्कस गर्ने छौं। यो नयाँ कानूनमा चाहिँ कम्पनीहरुलाई पनि कडाई गरेको छ भने कामदारहरुलाई पनि अलिकति कडाई भएको देखिन्छ। कुनै पनि एउटा क्रोएसियन कम्पनी या विदेशी कम्पनी जसले चाहिँ युरोपियन युनियन भन्दा बाहेक थर्ड कन्ट्रीबाट चाहिँ त्यहाँको कामदारहरु ल्याउन चाहन्छ भने चाहिँ त्यो कम्पनीले चाहिँ कम्तीमा पनि एकजना वर्कर बराबर 10,000 युरो चाहिँ ब्याङ्कमा डिपोजिट गरेको देखाउनु पर्नेछ गभर्नमेन्टलाई। यो एउटा चाहिँ उनीहरुको लागि अलिकति कडा नियम हो, किनकि पछिल्लो साल चाहिँ कम्पनीहरुले जति चाह्यो त्यति वर्क परमिटहरु पाए र सरकारले चाहिँ एकदमै धेरै वर्क परमिट दियो, तर स्किल वर्कर भने त्यहाँबाट पाएन। परमिट धेरै इस्यु भयो, भिजाहरु धेरै इस्यु भयो, तर मान्छे आएनन् र क्रोएसियन गभर्नमेन्टले के थाहा पायो भन्दाखेरि चाहिँ क्रोएसियालाई चाहिँ एउटा ट्रान्जिट पोइन्ट बनाएर चाहिँ धेरै विदेशी कामदारहरु चाहिँ अन्य देशहरुमा चाहिँ पलायन भए, जस्तै पोल्यान्डमा, जस्तै पोर्चुगलमा चाहिँ मान्छेहरु भागे भनेर थाहा पाए पछाडी चाहिँ अब त्यो नियमलाई भने अलिकति कडाई गरेको छ, जसमा कम्पनीहरुलाई पनि एकदमै स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन लगाएको छ भने कामदारलाई पनि एकदमै कडाई गरेको छ। र अर्को नियमको कुरा गर्ने हो भने यदि कुनै विदेशी कम्पनी या क्रोएसियन कम्पनीले कुनै मान्छे चाहिँ मलाई चाहिँ वर्कर चाहियो भनेर चाहिँ माग गर्छ, सरकार सामु चाहिँ मलाई मान्छे चाहियो भनेर परमिट माग्छ भने त्यो कम्पनीले चाहिँ 6 महिनाको बैंक स्टेटमेन्ट देखाउनु पर्नेछ। 6 महिनामा चाहिँ कम्पनीको खातामा कम्तीमा पनि 15,000 युरो चाहिँ भएको हुनुपर्नेछ। यो दोस्रो नियम हो। र तेस्रो रुलको बारेमा कुरा गर्ने हो भने चाहिँ केही समय अगाडि चाहिँ क्रोएसियाको वर्क परमिट लिँदाखेरि चाहिँ लङ टर्म भनेको चाहिँ लामो समय भनेको 1 वर्षको परमिट पाइन्थ्यो र छोटो समयमा सिजनलमा चाहिँ 6 महिनाको पाइन्थ्यो, तर अब चाहिँ त्यसलाई चेन्ज गरेर चाहिँ लङ टर्म स्टे परमिटलाई चाहिँ 3 वर्षको बनाएको छ भने सिजनललाई चाहिँ 6 महिनाबाट चाहिँ 9 महिनाको परमिट बनाएको छ। र विदेशी कामदार जो चाहिँ क्रोएसियामा बसेर चाहिँ काम गरिरहेका छन् उनीहरुको लागि चाहिँ एउटा रुल अलिकति कडाइको साथ के लागेको छ भने यदि कोही पनि इल्लिगल वर्करहरु छ भने चाहिँ त्यो कम्पनीले चाहिँ इल्लिगल वर्करलाई काम लगाइरहेको समात्यो भने चाहिँ 5,000 युरो देखि 20,000 युरो सम्म चाहिँ फाइन लगाइनेछ। यो चाहिँ कम्पनीको हकमा भयो र वर्करको हकमा चाहिँ 2,000 युरो देखि 6,000 युरो सम्म फाइन लगाइन सक्नेछ यदि तपाई इल्लिगल रूपमा चाहिँ कुनै कम्पनीमा आबद्ध भएर काम गरिराख्नु भएको छ र त्यहाँको क्रोएसियन पुलिसले चाहिँ तपाईलाई समात्यो भने चाहिँ तपाईलाई फाइन लगाएर त्यसको पछाडी डिपोर्ट गर्न सक्ने पनि चान्सेस छ। र चौथो नियम के छ भने कुनै पनि कम्पनीले चाहिँ कामदार भित्राउँदै छ भने वर्क परमिट जब सरकारलाई चाहिँ माग गर्छ त्यतिखेर चाहिँ क्रोएसियन पुलिसले चाहिँ सो कम्पनीको चाहिँ एकोमोडेसनहरु एकदम कडाइका साथ चेक गर्ने भन्ने एउटा रुल एड गरेको छ। यो रुल पहिला पनि थियो तर अलिकति फितलो थियो।
धेरै ठाउँहरुमा चाहिँ यस्तो चेक जाँचहरु नगरिकनै पर्मिटहरु दिन्थ्यो। त्यो भएको हुनाले चाहिँ सरकारले चाहिँ अब चाहिँ त्यो कुरालाई पनि निगरानी राख्ने भनेर चाहिँ बताइएको छ। संसदमा चाहिँ फेब्रुअरी 21 2025 मा चाहिँ जानकारी गराइए अनुसार गत साल 2024 मा चाहिँ एकदम ठूलो भोल्युममा चाहिँ वर्क पर्मिटहरु इस्यु भयो तेस्रो मुलुकको कामदारहरुको लागि, जसमा चाहिँ 10 वटा देश चाहिँ बताइएको छ जहाँ चाहिँ कुन देशको लागि कति पर्मिटहरु इस्यु भयो भनेर चाहिँ त्यो चाहिँ देखाइएको छ। र यसले के कुरा चाहिँ क्लियर हुन्छ भने पर्मिटहरु धेरै इस्यु भए पनि भिजाहरु धेरै इस्यु भए पनि त्यति बराबरको कामदारहरु चाहिँ क्रोएसियामा भित्रिएनन्। क्रोएसियालाई बाटो बनाएर अन्य देशहरुमा पलायन भए। त्यही भएर चाहिँ यो नियमहरु कडाई हुनुपर्छ भनेर बहस चले पछाडी चाहिँ फेब्रुअरी 21 मा चाहिँ त्यो कुरालाई चाहिँ यो नयाँ कानुनहरुलाई चाहिँ बहुमतले पारित गरिएको। र ती 10 देशहरु कुन हुन् र कति वर्क पर्मिटहरु पाए म तपाईलाई अब बताउने छु। पहिलो देशमा चाहिँ रहेको छ बोस्निया र हर्जोगोभिना, जसलाई चाहिँ 38100 पर्मिट दिएको थियो। दोस्रोमा नेपाल 35625, तेस्रोमा सर्बिया लगभग 28000 वटा पर्मिट, चौथोमा भारत लगभग 20000 वटा पर्मिट, पाँचौंमा फिलिपिन्स जसमा 14600 वटा पर्मिट, 6 नम्बरमा उत्तर म्यासेडोनिया लगभग 14000 वटा पर्मिट, सातौंमा बंगलादेश लगभग 13600 वटा पर्मिट, आठौंमा कोसोभो 8000 वटा पर्मिट, 9 नम्बरमा उज्बेकिस्तान 7000 वटा पर्मिट, इजिप्टमा लगभग 7000 वटा पर्मिट दिएको थियो क्रोएसियन गभर्नमेन्टले। यो टोटल संख्यालाई हेर्ने हो भने टोटल संख्या क्रोएसियन गभर्नमेन्टले चाहिँ गत 2024 मा चाहिँ 1,85,935 वटा वर्क पर्मिट चाहिँ इस्यु गरेको थियो। यसमा चाहिँ लगभग 10% भिजाहरु रिजेक्ट भयो होला। जति बाँकी मान्छेले चाहिँ भिजा पाए त्यसमध्ये पनि 50% मात्रै क्रोएसियामा आएको देखिन्छ र बाँकी मान्छेहरु चाहिँ क्रोएसियाको भिजा लिएर चाहिँ अन्यत्र मुभ भए र यो कुराले चाहिँ क्रोएसियन गभर्नमेन्टलाई एकदमै असर गर्यो। सिजनको बेलामा कामदारहरु नपाइनी, कामदारहरु पाए पनि एकदम इलिगल कामदारहरु जससँग कुनै भिजा छैन, कुनै टीआरसी छैन, त्यस्तो कामदारहरुलाई लिएर चाहिँ गाह्रो हुन्छ। त्यो भएपछि चाहिँ कम्पनीहरुले पनि गभर्नमेन्ट सामु चाहिँ आग्रह गरेपछि धेरै कुराहरु कडाई हुन थाल्यो। तपाईहरुलाई पनि थाहा छ अहिले क्रोएसियाको विभिन्न ठाउँहरुमा एकदम कडाईका साथ चेकिङ हुन्छ, जहाँ चाहिँ तपाईहरु बिना लिगल कागजातहरु चाहिँ हिन्डुल गर्न पनि एकदमै गाह्रो पर्छ। र तपाईहरुलाई थाहा छँदै छ यो नियम चेन्ज हुनुभन्दा अलिकति समय अगाडि चाहिँ बंगलादेशी नेशनलहरुलाई पनि क्रोएसियामा चाहिँ भिजा ब्यान गरियो, किनकि सबैभन्दा बढी भिजाहरुको दुरुपयोग गर्नेमा चाहिँ बंगलादेशी नेशनल्सहरु चाहिँ धेरै परे, जसमध्ये चाहिँ बंगलादेशीलाई जति पर्मिट दिएको थियो त्यसको 2% पनि क्रोएसियामा भित्रिएनन्। त्यही भएर चाहिँ बंगलादेशलाई चाहिँ बिल्कुलै ब्यान गरियो। र यही चीज चाहिँ नेपालीहरुलाई पनि ब्यान गर्न सक्ने चाहिँ एकदमै ठूलो प्वाइन्ट देखिन्थ्यो। तर यो पालिको सिजनमा चाहिँ विदेशी कामदारहरु स्पेशली नेपालीहरुलाई चाहिँ यदि ब्यान गर्यो भने चाहिँ यो सिजनमा चाहिँ धेरै ठूलो कामदारको हाहाकार हुन सक्ने भएकोले चाहिँ नेपालीहरुलाई चाहिँ अलिकति छुट दिएको देखिन्छ। अब यो नयाँ नियमले हामीलाई के फाइदा हुन्छ त एज अ नेपाली वर्कर भन्नु पर्दाखेरि चाहिँ अब हामीलाई फाइदा के हुन्छ यो 3 वर्षे रेजिडेन्सी पर्मिटले 3 वर्षे वर्क पर्मिटले भन्नुहुन्छ भने चाहिँ जब तपाईहरु चाहिँ भिजा लगाएर चाहिँ क्रोएसिया आउनुहुन्छ तब चाहिँ तपाईहरुसँग 3 वर्षको रेजिडेन्सी कार्ड बन्छ र त्यो भएपछि चाहिँ तपाईहरुले यदि सो कम्पनीमा काम गर्दै हुनुहुन्छ र पछि त्यो कम्पनीले चाहिँ तपाईहरुलाई चाहिँ हामीसँग काम छैन अन्त्य काम खोज्नुस् भनेर भन्यो भने तपाईहरुसँग चाहिँ धेरै भ्यालिडिटी भएको टीआरसी हुन्छ। यदि कम्पनीले तपाईलाई दिन्छ त्यो टीआरसी रिटर्न लिदैन भने चाहिँ तपाईले सजिलै अर्को कम्पनी खोजेर केही टाइम आफूले चाहिँ राम्रो कम्पनी खोजेर चाहिँ जोइन हुन सक्नुभयो। दोस्रो फाइदा चाहिँ तपाईले चाहिँ एकदम धेरै भ्यालिडिटी भएको टीआरसी ले चाहिँ मजाले फ्री ट्राभल गर्न पाउनुभयो। युरोपियन युनियनका देशहरुमा सेन्जेन देशहरुमा चाहिँ फ्री ट्राभल मजाले ढुक्कसँग गर्न पाइयो। तपाईहरुसँग एकदम लामो भ्यालिडिटी कार्डमा छ भने कुनै पनि देशमा घुम्न जान ओर्न चाहिँ डराउनु परेन। र अब यो नियम कडाई भएपछि चाहिँ कम्पनीहरुले पनि जब कम्पनीले चाहिँ मान्छे हायर गर्छन् सजिलैसँग उनीहरुले चाहिँ त्यो मान्छेलाई चाहिँ निकाली हाल्दैनन् जस्तो मेरो विश्लेषण हो। किनकि उनीहरुले चाहिँ अब यो 3 वर्षको वर्क पर्मिट 3 वर्षको रेजिडेन्सी कार्ड चाहिँ एकदम गाह्रो प्रक्रिया पुर्याएर चाहिँ सरकारबाट लिएको हुन्छ र उनीहरुले मान्छेलाई निकाल्दै गए भने चाहिँ भोलिको दिनमा फेरि त्यो कम्पनीलाई चाहिँ मान्छे हायर गर्न एकदम गाह्रो हुन्छ, ब्ल्याकलिस्ट पर्ने चान्सेसहरु हुन्छ। त्यो भएर चाहिँ अब चाहिँ यो गत वर्ष चाहिँ जुन हामीले माहौल देख्यौं जागरिकमा मान्छेहरु चाहिँ एकदमै इलिगल भएर बेवारिसे भएर हिनेको
होस्टल्सहरुमा चाहिँ एकदम धेरै लामो टाइम बस्नु परेको त्यो चीजहरुलाई चाहिँ कन्ट्रोल गर्नको लागि नि यो नियमहरु ल्याएको हो। ल अब 2025 मा चाहिँ अब भर्खर सुरु हुँदै गर्दा भर्खर अब नयाँ नियम चेन्ज भएपछि यो पाली चाहिँ वर्क परमिट कतिको फ्लोमा आउँछ, यो पाली चाहिँ 3 वर्षे वर्क परमिटहरुमा कतिको भिजा लाग्छ, कतिको सक्सेसफुल रेशियो हुन्छ भनेर हेर्न चाहिँ बाँकी नै छ। तर पनि एउटा अनुमान के लगाउन सकिन्छ भने गत वर्ष जस्तै स्किल वर्करहरु जुनको कम्पनीको चाहिँ ब्याकग्राउन्डहरु राम्रो छ, कम्पनीको स्टेटसहरु राम्रो छ, ट्याक्स क्लियरेन्सहरु छ, कुनै पनि ब्ल्याकलिस्टहरुमा परेको छैन, कुनै पनि प्रब्लमहरु फेस गरेको छैन, कम्प्लेन्ट्सहरु छैन भने पक्कै पनि त्यो कम्पनीबाट भिजा लाग्छ र नयाँ कम्पनीहरुलाई भने अलिकति गाह्रो पर्ने छ। र अब यो 3 वर्षे परमिटहरु इस्यु हुन थालेपछि म तपाईलाई अपडेट गराउने छु, त्यसको सक्सेसफुल रेशियोहरु के कस्तो छ, रिजेक्सन रेशियोहरु के कस्तो छ भनेर पनि म तपाईलाई जानकारी गराउने छु। अब अहिले जुन 1 वर्षको परमिट या 6 महिनाको परमिटले VFS गर्नु भएको थियो उनीहरुको कुरा गर्नु पर्दाखेरि चाहिँ आज भोलि चाहिँ एम्बेसीले एकदम ह्युज नम्बरमा चाहिँ रिजेक्सनहरु गरिरहेको छ, किनकि गत वर्षको कोटाहरु अलमोस्ट पुगिसकेकोले अब धेरै वर्करहरु हामीलाई चाहिदैन, अब नयाँ चाहिँ परमिटमा हामीलाई वर्करहरु चाहिन्छ भनेर चाहिँ एकदमै धेरै रिजेक्सनहरु भइरहेछ। एउटै कम्पनीमा चाहिँ कसैको भिजा लाग्ने, कसैको भिजा नलाग्ने यस्तो प्रब्लम्सहरु पनि आइरहेको छ। गत वर्ष चाहिँ 2024 मा चाहिँ एकदम 100% भिजा रेशियो भएको चाहिँ कम्पनीहरुमा अहिले स्टार्टिङमै भिजा रिजेक्सनहरुको प्रब्लमहरु पनि आइरहेको छ। सो अब आउने दिनहरुमा चाहिँ के कस्तो अपडेटहरु आउँछ भिजा सम्बन्धी, परमिट सम्बन्धी, VFS सम्बन्धी, एम्बेसी सम्बन्धी म तपाईलाई त्यो कुराको त अगाडि जानकारी गराउने नै छु। यदि तपाईहरुलाई चाहिँ यदि थप केही जानकारीहरु लिन मन लाग्यो क्रोएसियाको बारेमा भने चाहिँ तपाईले कमेन्ट सेक्सनमा आएर चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो फेसबुक ग्रुपमा पनि एड हुन सक्नुहुन्छ। मैले फेसबुक ग्रुपको लिंक डिस्क्रिप्सनमा राखिदिएको छु भने यो हाम्रो फेसबुक ग्रुप हो, यहाँ पनि जोइन भएर चाहिँ तपाईले धेरै भन्दा धेरै इन्फर्मेसन पाउन सक्नुहुन्छ। आशा गर्छु यो भिडियोलाई पनि तपाईले पुरानो भिडियो जस्तै धेरै माया साथ र सपोर्ट दिनु हुनेछ। यस्तै विभिन्न इन्फर्मेसन भएको भिडियोहरु चाहिँ हामी तपाईहरु सामु चाहिँ लिएर आइराख्ने छौं। तबसम्मको लागि चाहिँ आगे दिन होला। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल।